दर्शकबिन नमस्कार। नेपाली न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2082 चैत 9 गते सोमबार मार्च 23 तारिक 2026 चैत शुक्ल पञ्चमी विश्व मौसम विज्ञान दिवस। सुरु गरौं प्रमुख समाचारबाट। बालुवाटारमा रविलाई प्रधानमन्त्री कार्कीले भनिन् देश रोएको छ, सम्हालेर अगाडि बढ्नु। सांसदहरूलाई फिर्ता बोलाउन सकिने राइट टु रिकलको फ्रेमवर्क बनाउँदै रासोपा। नेकपा एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न एमाले भित्रैबाट निरन्तर दबाव। गगनले नैतिकताका आधारमा दिएको राजीनामा काङ्ग्रेसद्वारा अस्वीकार। रासोपाले सरकार गठनको तीव्र तयारी। केही शीर्ष नेतालाई पार्टी चलाउन रिजर्भमा राखिने। बालेन सरकारले नियुक्तिमा कस्तो ल्याउला युक्ति, यो सम्बन्धी सम्पूर्ण जानकारी। निर्वाचन आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो मत परिणाम। तेल लिएर फर्किँदै गरेका पानी जहाजका क्याप्टेन अमृत झा इरानी सेनाको नियन्त्रणमा। देश दुनियाँको समाचार तपाईलाई पुर्याउने हाम्रो मेहनतलाई प्रेरणाको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्न नभुल्नुहोला। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्वक रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे। समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन। यो सफलताका लागि म प्रधानमन्त्री, यहाँको मन्त्री परिषद र सचिवालय टिमलाई धन्यवाद दिन चाहन्छु, लामिछानेले भने। उनले प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै मुलुकले सधैँ सम्झिरहने पनि बताए। साथै आगामी दिनमा निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको पनि अपेक्षा राखेको लामिछानेले प्रधानमन्त्री कार्की समक्ष बताए। प्रधानमन्त्री कार्कीले राष्ट्रपालले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखिकन काम गर्न सुझाव दिइन्। भेटमा उहाँहरू बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालीन समयदेखि नै विधानमा सांसद फिर्ता बोलाउने राइट टु रिकल व्यवस्था गरेको छ। संशोधित विधानमा उक्त प्रावधानलाई निरन्तरता दिएको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फका सांसदलाई फिर्ता गर्न सक्ने व्यवस्था विधानमा छ। प्रत्यक्ष तर्फका जनप्रतिनिधिलाई फिर्ता गर्ने अधिकार साधारण सदस्यलाई दिएको छ भने समानुपातिक सांसदलाई फिर्ता गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ। विधानको दफा 69 अनुसार पार्टीका सम्बन्धित क्षेत्रका साधारण सदस्यहरूलाई आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार उल्लेख छ। विधानमा सांसद खारेजको नियमावली बनाउने प्रावधान राखिए अनुसार नियमावली बनाउने क्रम रहेको रासोपाले जनाएको छ। प्रत्यक्ष निर्वाचितलाई हटाउनका लागि गरिएको व्यवस्था भनिएको छ। केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रका साधारण सदस्य निश्चित सङ्ख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पद खारेजीको प्रक्रिया सुरु गर्नेछ। भर्खरै सम्पन्न प्रतिनिधि सभा चुनावमा लज्जास्पद पराजय भोगेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न पार्टीभित्रैबाट तीव्र दबाव बढिरहेको छ। हुन त गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनपछि नै ओलीलाई नेतृत्व छोड्न दबाव सुरु भएको थियो। नेपाली काङ्ग्रेससँगको गठबन्धनमा प्रतिनिधि सभामा 2/3 बहुमतको प्रधानमन्त्री रहेका ओलीलाई जेन्जी आन्दोलनले अपदस्थ गरेको थियो। विरोधीहरूले जेन्जी आन्दोलनमा भएको हत्या र विध्वंसको कारण एमाले अध्यक्षलाई नै मान्ने गरेका छन्। पार्टीभित्र र बाहिर नेतृत्व छोड्न चौतर्फी दबाव भए पनि ओली मङ्सिर अन्तिम साता पार्टीको अर्ली महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचित भएका थिए। नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समिति बैठकले अस्वीकार गरेको छ। फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मा सामु राजीनामा बुझाएका थिए। तर शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो। उपसभापति शर्माले सबै थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेकोमा उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसले जानकारी दिए। यसैबीच बैठकमा नेपाली काङ्ग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेको प्रारम्भिक निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चैत 13 गते वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ। 21 फागुनमा भएको प्रतिनिधि सभा चुनावमा अन्तिम परिणाम आएसँगै राष्ट्रपालले सरकार गठनको तयारी गरेको हो। राष्ट्रपतिका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समन्वयको काम पूरा भएको हो। राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, संसद सचिवालय र निर्वाचन आयोगसँग समन्वय भइसकेको छ। 13 गते प्रधानमन्त्रीको शपथ हुन्छ, महामन्त्री बुर्लाकोटले भने। त्यसअघि 13 गते नवनिर्वाचित सांसदहरूको शपथ हुनेछ।
सांसदको शपथ भएपछि दलको नेता बालिन शाहलाई चयन गर्ने राष्ट्रसभाको तयारी छ। दलको नेता चयन गरेर 13 गते प्रधानमन्त्रीको शपथ गर्न लागि हो। संविधानको धारा 76 को 1 अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्त गर्नेछन्। नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाट राजनीतिक नियुक्ति लिएकाहरूले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति आउन थालेका छन्। यस अघिका सरकारले विभिन्न निकायमा नियुक्त गरेकाहरूको सूची तयार भइसकेको राष्ट्रसभाका एक नेताले जानकारी दिए। ती नेताका अनुसार विज्ञ तथा क्षमतावानहरूलाई ल्याएर राज्य संयन्त्रलाई चुस्त दुरुस्त बनाउन राजनीतिक नियुक्त पाएकाहरूले पद छाड्न आग्रह गरिएको हो। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन 2082 को मतपरिणाम सहयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरेको छ। आइतबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डाक्टर जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर रावत लगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेश गरेका हुन्। उक्त समारोहमा गृहमन्त्री ओम प्रकाश अर्याल र कानुन मन्त्री अनिल कुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो। आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन यस अघि नै राष्ट्रपति रामचन्द्र पौडेल सामु बुझाइसकेको छ। उदयपुर गाईघाटका 33 वर्षीय अमृजा इरानी सेनाको नियन्त्रणमा छन्। इरानमा तेल लिएर फर्कने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभोल्युसन गार्ड्स फारसी खाडीको हर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको हो। इजरायल, अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन जहाज इरान पुगेका थिए। दुबईको एक पानी जहाज कम्पनीका क्याप्टनको रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्कने क्रममा नियन्त्रणमा लिएको थियो। उनका दाइ पर्ने सुनिल ठाकुरका अनुसार इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि पक्राउ परेको बारे घर परिवारलाई जानकारी गराइएको थियो।